यो मेरो सेखुवा पोलेर खाने किचनको हालत चाहिँ यस्तो भएको छ है। एकदमै मैला 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 सबै कुरा यहीँ थुपारेर। यहाँनिर चाहिँ के छ है। यहाँनिर साँप पनि भेट्नु सक्छ होला कसो पऱ्यो भने है। अब यो चाहिँ अब विन्टर आउनु आँट्यो है। यसलाई चाहिँ म यस्तो दामी सफा गरेर दाउराहरू टक 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 भारमा लगाएर है यहाँलाई चेरेक्क सफा गरेर आजको मेरो काम चाहिँ यो हुनेछ। यो मेरो मिनी भ्लग आजको यो हुनेछ, हेर्नुहोस् है त। अब फर्स्ट चाहिँ म यो मैलाहरू सबै जलाउँछु है। त्यहाँदेखि अरू के हुन्छ यसलाई चाहिँ चिडिक्कै बनाउँछु। अब विन्टर पनि लाग्नु आँट्यो है। एकदमै जरुरी हुन्छ सेखुवाको लागि चाहिँ है, आगो ताप्नुको लागि है। अब यो मैला सैला सबै जलाएर अनि चाहिँ हुन्छ। विन्टरमा चाहिँ एकदम जरुरी हुन्छ नि त है। चुला लिपाइजोर हुँदैछ। अब विन्टरको लागि रेडी गर्दै गर्नु पर्यो। रेडी गरेको आगो ताप्नु चाहिँ मजा आउँछ विन्टरमा चाहिँ है। काम गरे कस्तो छ? कडा छ कडा। भुइँ पनि यदि लिप्छ। भुइँ पनि लिप्नु पर्छ कि। पहिला यस्तो बिग्रेकोहरू छ नि, यस्तो पनि बनाउनु पर्ने छ। यहाँको यो उयो छैन टेक्ने, त्यो पनि बनाउनु पर्ने छ। अब यहाँनिर ठ्याक 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 हुन्छ नि। यस मजा आउँदैछ। एक्सर्साइज है होइन। ल है त, आजको यहाँ काम एकदम भइसकेको छ है। चुला एकदम रेडी भइसकेको छ। यो हाम्रो पुरानो कित्लीमा तातो पानी तताइरहेको छु। यहाँनिर दाउरा पनि एकदम लगाइसकेको छ है। अघि कस्तो थियो र अहिले कस्तो भयो है। अब विन्टरको लागि एकदम रेडी भइसकेको छ। ओके, बाई बाई।